नमस्कार सम्पूर्णमा म आज उपस्थित भएको छु। केही कुरा राख्नको लागि म एक सामान्य नेपाली हुँ। अहिले दक्षिण कोरियामा छु र विशेष गरेर हाम्रो देशको अवस्था, हाम्रो देश, हामी नागरिक अनि हाम्रो देशको विकास सबै आफ्नै बाटो छन्। जनता एकतिर छ, देश एकतिर गइरहेको छ अनि देशको विकास छैन। यो भन्दै गर्दा अब हामीले कसरी जाने भन्ने कुरो हुन्छ। अब हामीले यसरी आवाज उठाउनु पर्ने हुन्छ कि त्यो आवाजले देशको विकास अनि जनता र देशलाई एकैचोटि समेटोस्। र अहिले मैले देख्छु हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी उनीहरूले अहिले गर्दै आएको मिसन 84 को योजना चाहिँ मलाई बवालै लाग्छ। किन भन्दा त्यतिखेर भ्रष्टाचार नगरेका सबै एक ठाउँमा एकजुट भएर भ्रष्टाचार गरेकाहरूलाई ठेगान लगाउने समय हो त्यो। त्यस कारणले हामीले त्यो समयलाई मध्यनजर गर्दै अहिलेबाट नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउँ, धेरैभन्दा धेरै मतले जिताउँ। र हामीले जितिसकेपछि अब के गर्ने भन्ने विषय पनि आउँछ। एजेन्डा यसरी पारित गरौँ एउटा कुरो जुन कुराले चाहिँ राज्यको व्यवस्था नै परिवर्तन गरोस् र त्यो व्यवस्थाले राज्यको विकास समृद्धिमा ठुलो परिवर्तन ल्याउन सकोस्। भन्न गइरहेको छु, सिधा प्रधानमन्त्री चयन गर्ने प्रणाली, प्रत्यक्ष रूपमा प्रधानमन्त्री चयन गर्ने प्रणालीलाई हामीले अगाडि सार्यो भने हामी कहिले पनि त्यो अवस्थाबाट गुज्रिनु पर्दैन कि हाम्रो देशको विकास समृद्धिलाई अगाडि बढाउने मान्छे दक्ष जनशक्ति हो भनेर। त्यस कारणले हामीले अब यसरी बल गरौँ। 84मा हुन गइरहेको चुनावलाई हामी सबैजनाले आफ्नो ठाउँबाट आफ्नो फ्यामिलीलाई के कसरी हुन्छ मनाएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतले विजयी गराउँ। त्यो गराइसकेपछि त्यहाँ हाम्रो आवाज सुनिन्छ, हाम्रो आवाजहरू त्यहाँ बिग्छ। किन भन्दा त्यहाँ भ्रष्टाचार नगर्ने बढी छन्, गर्दै गर्दैनन् जहाँसम्म लाग्छ, गरेछन् भने ठेगान पनि लगाउँछन्, जुन रवि लामिछानेले सुरुवाती चरणमै गरिसक्नु भएको छ। अब हामीले साथ दिनुपर्छ। अब 84 को मिसनलाई सक्सेस पार्नको लागि हामी जनताहरू एकजुट हुनुपर्छ। पुराना दल, भ्रष्टाचार गरेका दलहरूलाई अब हामीले तिनीहरूलाई दबाउनको लागि, तिमीहरूलाई सजाय दिनको लागि हामीले 84 को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई हामीले अगाडि बढाउनुपर्छ। अहिलेको हाम्रो अझ यसरी अगाडि बढाउँ कि हामीले आवाज उठाउँ कि हर्क साम्पाङ, बालेन शाह यिनीहरूलाई अझ एकजुट हुने। अब बालेन शाह, हर्क साम्पाङ, कुलमान घिसिङ, त्यसै गरी अरू व्यक्तित्वहरूलाई पनि सामेल गरौँ। सामेल गराइसकेपछि चाहिँ त्यो ठाउँमा केही गर्छौँ, केही गर्नुपर्छ भन्ने खालका सोच भएका व्यक्तिहरूलाई अगाडि पुर्याउँ। त्यति गरिसकेपछि हाम्रो आवाजहरू बुलन्द रूपमा अगाडि बढ्छन्। हाम्रा आवाजहरूले, हाम्रा मागहरूले ठाउँ पाउँछन् र देश विकासमा एकदमै टेवा पुग्छ। त्यस कारणले हामी आफ्नो ठाउँबाट जति सक्दो राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजयी बनाउनको लागि उल्लेखनीय भूमिका खेलौँ। त्यस कारणले हामी सबैजनाले आफ्ना परिवार, टोल छिमेक, समाजमा सबैजनालाई कुरा गर्दै गरौँ। अब यसरी हुँदैन, अब हामीले अलिकति परिवर्तन चाहन्छौँ भने व्यवस्थालाई परिवर्तन गर्नुपर्छ। प्रत्यक्ष रूपमा प्रधानमन्त्रीलाई छनौट गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउँ। जिताइसकेपछि त्यहाँ बहुमत प्राप्त हुन्छ। बहुमत प्राप्त भइसकेपछि त्यो एजेन्डा पनि पारित गर्नको लागि त्यति समय लाग्दैन। त्यस कारणले हामी सबैजना एकजुट हौँ। एकजुट भएर त्यो मागलाई पुरा गर्नुपर्छ। त्यो मागलाई पुरा चाहिँ गर्नुपर्छ। यति भन्दै मेरा 2-4 शब्द यहीँ टुङ्ग्याउँछु। अरू केही जानकारीमूलक भिडियोहरू लिएर उपस्थित हुने नै छु।
त्यति बेलासम्म तपाईँहरूले यो भिडियोलाई लाइक, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सनुहोला र आफ्ना तर्कहरू पनि राख्दै गर्नुहोला। र कहाँबाट हुनुहुन्छ? अब हामीले अझ एउटा कुरा मैले जोड्न गएँ, हामी विदेशमा छौँ। विदेशमा भएका नागरिकहरूले पनि आफ्नो देशको मतदान गर्ने प्रक्रियालाई अगाडि बढाउनको लागि पनि हामीले आवाज उठाउनुपर्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको साथ दिनुपर्छ भन्दै मेरो 2-4 शब्द यही टुङ्ग्याउँछु। हस्त, नमस्ते, धन्यवाद।